हेलो गाइस, गुड इभिनिङ सबैजनालाई नमस्ते। हाल अहिले चाहिँ म माल्टामा छु है। आज एकदम चिसो छ, सो चिसो भएको कारणले कोट सोट निकालेर तपाईँहरूको लागि यसो भिडियो बनाउँदैछु है। जस्ट सुरु गर्नुभन्दा अगाडि सबैजनाले जस्ट लाइक गरिदिनु होला भिडियोलाई। सो मन पऱ्यो भने कमेन्ट गरिदिनु होस्, सब्सक्राइब पनि गरिदिनु होला। सो आज एकदमै चिसो छ अनि यसो बाहिर निक्लेर कि तपाईँहरूको लागि यसो इन्फर्मेटिभ भिडियो बनाऊँ भनेर निक्लेँ है। सो म चाहिँ दुबईबाट 18 नोभेम्बरमा आइपुगेँ माल्टा। अब त मैले टर्किस एयरलाइन लिएको थियो होइन। अनि तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने जस्ट मौसम चिसो छ, आफ्नो ज्याकेटहरू लिएर आउनु होला। जति सक्दो 3-4वटा लिएर आउनु होला होइन। अनि चाहिने अरू कुराहरू पनि ल्याउनु होला भन्छु म। अनि अहिले जस्ट म बाहिर छु। बाहिर तपाईँ देख्नु सक्नुहुनेछ, यस्तो छ बाहिर चिसो। सो एनिवेज माल्टा एकदम रमाइलो पनि छ है। अनि तपाईँ माल्टा आउँदै हुनुहुन्छ भने जस्ट डकुमेन्ट्सहरू पनि पुरै रेडी बनाएर आउनु होला। जति सक्दो डकुमेन्ट चाहिने एक्स्ट्रा कपी लिएर आउनु होला, किनकि इमिग्रेसनमा सोध्नु सक्छ है। जस्तै अब हस्पिटालिटीमा आउँदै हुनुहुन्छ भने स्किल पासहरू भयो, अनि अरू डकुमेन्ट्सहरू फुड ह्यान्डलिङ सर्टिफिकेटहरू गर्नुभएको छ भने एक्स्ट्रा लिएर आउनु होला, ताकि तपाईँहरूले पैसा पनि बचाउनु सक्नुहुनेछ। यहाँनिर पनि गर्नु सक्नुहुनेछ, बट एक्सपेन्सिभ छ है यहाँ चाहिँ। सो दुबईबाट इनकेस नेपालबाट आउँदै हुनुहुन्छ भने उतैबाट कपी लिएर आउनु होला भन्छु म चाहिँ। सो एकदमै जाडो भएको कारणले गर्दाखेरि सायद है भोइस राम्रो आएको छैन होला। सो त्यसको लागि सरी भन्दैछु म। अनि तपाईँहरूलाई एउटा इन्फर्मेटिभ कुरा के भन्नु छ भने जति सक्दो सक्नुहुन्छ भने आफ्नो प्रेसर कुकर चाहिँ लिएर आउनु होला। यहाँ पाउँदैन रहेछ है प्रेसर कुकर भयो। अनि तपाईँ अब इनकेस तपाईँको कोही छ भने ठिकै छ, नभए आफै एक्लै आउँदै हुनुहुन्छ भने जस्तै म, मेरो कोही पनि थिएन यहाँनिर, आफै सेल्फ एप्लाई गर्नुपर्ने हुन्छ। यताउता भाग्नु दौड्नुपर्छ है, डकुमेन्टेसनहरू आफूले गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि जस्ट बजेट पनि अलिक जस्ट एक्स्ट्रा लिएर आउनु होला भन्छु म चाहिँ। सकेसम्म 1500 युरो मिनिमम पनि है, ताकि यहाँ अरू धेरै एक्सपेन्सेसहरू हुन्छ है। यहाँ धेरै एक्सपेन्सेसहरू हुन्छ। सो त्यसले गर्दाखेरि पैसा चाहिँ अलिक एक्स्ट्रा नै लिएर आउनु होला भन्छु म चाहिँ। अनि जस्ट अब यहाँ आएपछि तपाईँले फेरि रुम रेन्टहरू पनि आफै गर्नुपर्ने हुन्छ, रुमहरू खोज्नुपर्ने हुन्छ। अनि मेडिकल हेल्थ स्क्रिनिङहरू भयो, जति पनि भयो एक्सपेन्सेस आफू गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँ कम्पनी राम्रो छ भने सायद कम्पनीले गर्नु सक्ला, नभए आफ्नै एक्सपेन्सेस हो है। अनि रुम खोज्नु अहिले पाउनु धेरै गाह्रो छ। सो इनकेस रुम पाइहाल्यो भने पनि तपाईँहरूले जस्ट ओनरहरूले एक्स्ट्रा डिपोजिट माग्छ। जस्तै डिपोजिट दिनुपर्ने हुन्छ प्लस अनि 1 मन्थको तपाईँको रुम रेन्ट। सो कतिवटा ओनरले एजेन्सी फी समथिङ के माग्छ। सो त्यसले गर्दाखेरि पैसा चाहिँ अलिक जस्ट एक्स्ट्रा नै लिएर आउनु होला भन्छु म। हेर्नु सक्नुहुनेछ है, अहिले यस्तो बिच बाहिर आएको छु म। जस्ट रमाइलो छ, अहिले जस्ट इभिनिङ थियो, सो बाहिर निक्लेको। अनि त्यस्तै क्वेसनहरू छ भने सोध्नु सक्नुहुनेछ। तपाईँलाई म मेरो भिडियोको पनि डिस्क्रिप्सनमा मेरो वाट्सएप नम्बर राखिदिन्छु है, त्यहाँनिर सोध्नु सक्नुहुनेछ। अनि अरू के छ भन्दाखेरि सो मोस्ट इम्पोर्टेन्ट कुरा के थियो भन्दाखेरि मैले भन्नु बिर्सेछु, सरी। बस कार्ड चाहिँ बनाएर आउनु होला भन्छु म, किनकि अब तपाईँ यहाँ माल्टा आइसकेपछि यताउता ट्राभल गर्नुपर्ने हुन्छ। सो तालिन्जा
बस काट्दै मस है पहिल्यै बनाएर आउनु होला। दुबई नेपाल कहाँ हुनुहुन्छ त्यहीँबाट बनाएर आउनु होला भन्छु म। एकछिन बस्नु पऱ्यो, जाडो भयो लास्ट है, चिसो छ। सो तालिन्जा कार्डहरू बनाएर आउनु होला। प्लस तालिन्जा भयो अनि तपाईँहरूले फुड ह्यान्डलिङ कोर्सहरू त्यहीबाट गरेर आउनु सक्नुहुनेछ, ताकि जब यता माल्टा आइसकेपछि थोरै टाइम लाग्नु सक्छ। सो त्यो तपाईँको वर्क पर्मिट रेसिडेन्सी पर्मिट एप्लाई गर्दाखेरि सजिलो हुन्छ पछि। सो अरू के थियो भन्दाखेरि तपाईँको फुड ह्यान्डलिङ भइहाल्यो, तालिन्जा कार्ड भइहाल्यो। अनि इन्सुरेन्स, मेडिकल इन्सुरेन्सहरू तपाईँले यतै आएर गर्नु सक्नुहुनेछ। अनि तपाईँलाई बेड स्पेस खोज्नको लागि अलिक गाह्रो हुन्छ। जस्तो आफ्नो मान्छे साथीभाइ छ भने यहीँ खोजेर एडभान्समै भन्नु होला साथीहरूलाई, आफ्नो दाजुबहिनी जो पनि छ खोजेर राखिदिनु भन्नु होला, ताकि तपाईँ आउँदाखेरि रुम पनि रेडी हुन्छ। अनि रेडी भइसकेपछि ओनरले लिज एग्रिमेन्टहरू गर्नुपर्ने हुन्छ, त्यो पनि अलिक टाइम लाग्छ। सो त्यसले गर्दाखेरि तपाईँ दुबई नेपाल कहाँ हुनुहुन्छ एडभान्समै रेडी भएर बस्दाखेरि राम्रो हो। तपाईँहरू यहाँ आउँदाखेरि प्रोसेस छिटो हुन्छ तपाईँहरूको लागि। सो नआतिनु होला, माल्टा त्यस्तो ठुलो पनि छैन, जस्तो सानो छ। सो बसमा ट्राभल गर्नुपर्ने हुन्छ यताउता। गुगल म्याप कि त तालिन्जा एप्लिकेसन छ, डाउनलोड गर्नु सक्नुहुन्छ। तालिन्जा एप्लिकेसनमा तपाईँको बस नम्बरहरू देखाउँछ। जस्ट म पनि न्यू हो, जस्ट यसो युट्युबमा भिडियोहरू हेरेर इन्फर्मेसन लेख्नु सक्नुहुन्छ तपाईँले। सो इजी छ, माल्टा यसो आतिनु पर्दैन। मान्छेहरू गर्ने कुरा नसुन्नु होला, यस्तो उस्तो स्क्यामरहरू छ, स्क्यामरहरू पनि बाँच्नु होला स्क्यामरहरूबाट है। यताउता पैसा त्यतिकै नदिनु होला। जस्ट यहाँ देख्नु सक्नुहुनेछ अहिले यो चाहिँ पब्लिक ट्रान्सपोर्ट बल यता जाँदो रहेछ अहिले। यसरी जाने अनि कार्डमा ट्याप गर्ने। सो यहाँनिर ट्रेनहरू चल्दैन। सो कि त बोल्ड ट्याक्सीहरू भयो कि त बस। सो बस चाहिँ मलाई ठिक लाग्यो, त्यसले गर्दाखेरि तालिन्जा कार्ड चाहिँ सुरु बनाएर आउनु होला, ट्राभल गर्नु सजिलो हुन्छ। म पनि अहिले प्रोसेसिङमा छ, मेरो डकुमेन्ट्सहरू प्रोसेसिङ गर्दैछु। अब चाँडै भयो भने जस्ट म्याक्सिमम लाग्छ होला टाइम है, तपाईँहरूलाई अपडेट गर्दै गर्छु म। अनि चिसो छ अहिले माल्टा, जस्ट चिसो हल्का लागे जस्तो भइरहेको थियो। यसो बाहिर निक्लिनुपर्छ, बेलुका डुल्नुपर्छ, यता बोल्नुपर्छ, डुल्नुपर्छ। यस्तै छ माल्टाको लाइफ। म दुबईबाट आएँ, जस्ट अहिले त्यस्तो रिग्रेट फिल भएको छैन। माल्टा राम्रो छ, आउनु होला भन्छु म चाहिँ। भ्युजहरू हेर्नु सक्नुहुनेछ होइन। अहिले चाहिँ अँध्यारो भयो, अँध्यारो भएको कारणले गर्दाखेरि यस्तो राम्रो देखिँदैन। कुनै दिन फुर्सद भएको बेलामा भिडियो बनाउला है। यस्तै राम्रो इन्फर्मेटिभ भिडियोहरू आउनेछ। सब्सक्राइब गरिदिनु होला है, सक्नुहुन्छ भने सेयर गरिदिनु होला। तपाईँलाई भिडियो मन परे सब्सक्राइब गर्नु होला, सेयर गरिदिनु होला भन्छु म। सो अहिले चाहिँ म यता बाहिर निक्लेको छु है, पारी चर्चसम्म जानु पऱ्यो भनेको त्यत्तिकै तपाईँहरूको लागि भिडियो बनाउँदै। सो गाइस अहिलेको लागि चाहिँ सर्ट भिडियो भए पनि तपाईँहरूलाई कतै जस्तो काम लाग्नु सक्ला, यस्तै इन्फर्मेटिभ भिडियोहरू आउनेछ। अहिलेको लागि चाहिँ बाई भन्दै सबैलाई गुड नाइट, फेरि पनि भेटौँला है, बाई बाई।